तँसँग बिहे गरेर आए भन्दैमा जोसँग नि जान्थे जस्तो लाग्छ तँलाई? तैँले के छोड। बोल्नु पाए भन्दैमा जे पाए त्यही बोल्छस्। जस्मिन जगतेकै छोरी हो, बुझिस्? बुझे कि बुझे, दुई छोड। तँलाई म माथि अलिकति पनि विश्वास थिएन भने किन मसँग बिहे गरिस्? तँलाई म त्यस्तो जोसँग पनि जान्थे जस्तो लाग्दो रहेछ होइन? जिस्केको हो के? जिस्केको नि बुझ्दैनस्? यस्तो कुरामा जिस्कन्छस्? जिस्किने कुरा हो यो? जस्मिन जगतकै छोरी हो। अब अहिले आएर तँबाट बच्चा भएन कि त्यसको स्वास्नीबाट बच्चा भएन, कसलाई के थाहा? लुना त लु माफ गरिदियो। धेरै नरिसाउनु मेरो ब्युटिफुल। यत्तिकै दिमाग तताउँछ। मम्मी स्कुल जान ढिलो भइसक्यो, छिटो जाऊँ न। ढिलो भए जान त के हेरेर बस्यो? तिम्रो छोरीलाई थर्काउँछस्? तिम्रो छोरीलाई पनि जिस्काएको हो के? तिम्रो आमा छोरी दुईटाले अबदेखि जिस्काउँदैन। जिस्केको हो भन्दै तेरो मनको कुरा बाहिर निकालिराखस्। मैले बुझ्दिनँ भन् ठानेस्? भो मेरो आमा गल्ती भयो, अबदेखि जिसिन्न। लु हिँड जगतेको। मेरो मतलब जस्मिन। त्यहाँ छोरीलाई अलिकति पनि नराम्रो गरेको थाहा पायो भने तिम्रो टाउको कपाल एउटा पनि बाँकी राख्दिनँ, बुझ्यौ?